सुकेको रुख चराले छोडेर बसाइ गए जस्तो देश छोडेर युवाहरू रुँदै रुँदै बसाइ गइरहेछ। यस्तो आँखाको नानी जस्तो देश। तपाईले पो राजा केरेलालाई सिमानामा गएर भेट्नुभयो, कुराकानी चाहिँ के विषय भयो? उहाँको एउटै गम्भीर कुरा थियो, मलाई हटाएर नागरिकले के पाए भन्ने कुरा थियो। त्यसको जवाब छ त? छ तपाईसँग? राजा ज्ञानेन्द्रलाई हटाएर नागरिकले के पाए सोध्नुहोस् न। उहाँले मलाई राजा बन्छु भन्नु भएन। उहाँले मलाई के भन्नुभयो भने मैले देश सत्ता छोडेपछि नागरिकले के पाए त, के पाए त नागरिकले भनेर मलाई सोद्धाखेरि मैले के भने भनेदेखि नि दिनको 10,000 नागरिकले देश छोडेर हिँड्दैछन्। सरकार 5 तला माथिबाट हाम फालेर मर्न थाले, मान्छे लाइफ शरीरमा पेट्रोल खनाएर आगो लगाउन थाले, नागरिकहरूका घर बास सबै लुटे, भगा अलिअलि भएका सरकारी जग्गा सबै तस्करहरूले लगे। अहिले त सुन तस्करी, सुपारीको, रक्तचन्दनको, मलको, नक्कली भारू नोटको यहाँ कारोबार हुन्छ सरकार भनेर कुरो बुझ्नुभयो? त्यो चाहिँ हुन्छ गणतन्त्रले त्यो ल्यायो, नेताहरूले पैसा कमाए है, नेताहरूले पैसा कमाए। त्यही राजाले बनाइदिएको देशमा आज मोज मस्ती गरेका छन्। लुट्दा पनि त्यही राजाले बनाइदिएको देशमा त बढेर लुटेका छन् नि, अरू के त गरेका छन्? आफूले बनाएको देश छैन। आज मात्रै मैले एकजना चेली शारजामा बेचिएको, दुबईको शारजामा बेचिएको चेलीलाई मैले आज मात्रै रेस्क्यु गरेर ल्याएँ। 10 दिन लाग्यो मलाई ल्याउनु। अर्को बगदादबाट ल्याउँदैछु। हाम्रा चेलीबेटीहरू दुबईको डान्स बारमा बेचिने, दुबईमा बम्बईको कोठीमा बेचिनु पर्ने, मारवाडी यहाँ मोज गरेर हाम्रो सरकारी जग्गा खाने, हाम्रो सम्पत्ति लुट्ने। त्यही सम्पत्ति तिर्न त हाम्रा चेलीबेटीहरू लघुवित्त र सहकारीको ऋण तिर्न आज बम्बईका कोठीमा गएका छन् त। बुझ्नुभयो? अब विदेशमा गएर बेचिएका छन् त। यही कुरो नगरौँ भनेको त हो नि मैले। अरू कुरो के गरेँ मैले प्रचण्डलाई यही कुरो भनेको, केपी ओलीका आँखा खुलुन्, कान खुलुन्, भेजा खुलुन् भनेर यही कुरो भन्दाखेरि मलाई कालो मसुदाले होइन। केपी ओलीहरूले नागरिक विहीन मुलुक बन्दैछ, नेपाली विहीन मुलुक बन्दैछ, नेपाली विहीन। यो कुरो बुझ्नुहोस्। मैले यही तपाईँको ठाउँमा बसेर पवन गोल्यानलाई के भनेको थिएँ कि पवन गोल्यान नागरिकता किन्दैमा नेपाली हुँदैन भनेको थियो। यिनीहरूलाई नेपालको मायै छैन, देश छोडेर हिँड्नुपर्छ। यिनीहरूलाई देशबाट निकाला नगरिन्जेलसम्म हाम्रो देशले शान्ति पाउँदैन। म आम नेपालीहरूलाई यही भन्दैछु, तपाईँहरूले मलाई साथ दिनुहोस्, मेरो अभियानलाई साथ दिनुहोस्। मलाई लोभ छैन। यो व्यवस्था परिवर्तन हुनुपर्छ र विदेशमा गएका युवाहरू यो देश फर्किनुपर्छ। विदेशका जेलमा 7,000 युवा छन्, ती युवाले यो देशमा फर्किनुपर्छ। बम्बईमा बेचिएका चेलीबेटीहरू यो देशमा फर्किनुपर्छ। आज युरोप अमेरिकातिर गएका चेलीबेटीहरू, बेचिएका चेलीबेटीहरू, साउदी, कतार, दुबई, बगदाद, इराकतिर बेचिएका चेलीबेटी यो देशमा फर्किनुपर्छ। के कुरा गर्नुहुन्छ तपाईँले? एउटा त गाउँमा आज दुध बिक्री हुन छोड्यो, सागको मुठो बिक्री हुन छोड्यो, मान्छे छैनन्, पहाड खाली भयो। तपाईँलाई थाहा छ गएको साल मात्रै यो देशबाट झन्डै 30 लाख मान्छेले, डाटामा देखाउँछ 18 लाख, तर 30 लाख मान्छेले देश छोडे। 1 लाख मान्छेले नागरिकता त्यागे। यस्तो देश मैले त्यसै भनेको, सुकेको रुख चराले बसाइ छोडेर सरेर गए जस्तो गरेर नागरिकहरू बसाइ सरेर गए रुँदै रुँदै। यिनीहरूलाई अपराध लाग्दैन, शराब लाग्दैन।